हेलो साथीहरू नमस्ते। आज फेरि अर्को टपिक लिएर आइसकेछौँ। क्लास 12 को आयोनिक इक्विलिब्रियमबाट इम्पोर्टेन्ट टपिकहरू कभर गरिरहेछौँ र आज चाहिँ हामी सोल्युबिलिटी र सोल्युबिलिटी प्रोडक्टको टपिक कभर गर्छौँ। र यो भन्दा अगाडिको न्युमेरिकलहरू अपलोड भइसकेको छ, पीएच रिलेटेड न्युमेरिकलहरू यो हेर्नु होला। त्यो इम्पोर्टेन्ट न्युमेरिकल गराएको रहेछु। ल आजको चाहिँ टपिक सुरु गरौँ। हेर्नु, सोल्युबिलिटी एन्ड सोल्युबिलिटी प्रोडक्ट्स। त्यो भनेको हामीले दुईटा कुरा थाहा राख्नु पर्यो के। साल्ट चाहिँ दुई प्रकारको हुन्छ, एउटा हुन्छ हाई सोलुबल साल्ट है, र एउटा हुन्छ स्प्राङ्गली सोलुबल साल्ट। र हाई सोलुबल साल्टमा के हुन्छ, अल नाइट्राइट्स आर सोलुबल, जति पनि नाइट्रेट हुन्छ त्यो सबै सोलुबल हुन्छ। अल साल्ट अफ Na प्लस के प्लस NH4 प्लस Rb प्लस CS प्लस आर सोलुबल हुन्छ है, त्यो चाहिँ बुझ्नु पर्यो। र स्प्राङ्गली सोलुबल भनेको कस्तो साल्ट हो भने AgCl, AgBr, BaSO4, PbSO4, ZnS, AgI है, र यिनीहरू सबै के हो, स्प्राङ्गली सोलुबल साल्ट। र यो टपिकमा हामी के कुरा गर्छौँ भने स्प्राङ्गली सोलुबल साल्टको मात्र कुरा गर्छौँ है, यो चाहिँ बुझ्नु पर्यो। हेर्नु त, सोलुबिलिटी प्रोडक्टलाई हामी KSP लेख्छौँ। KSP, if a sprangly soluble salt like AgCl, BaSO4 is put in water, very little amount of it dissolve in water and thus the solution becomes saturated। यही त भने नि, जब स्प्राङ्गली सोलुबल साल्टलाई वाटरमा राख्छौँ त्यसमा के हुन्छ भने लिटिल एमाउन्ट अफ वाटर के हुन्छ, मात्र डिजल्भ हुन्छ र सोलुसन के हुन्छ, सेचुरेटेड हुन्छ। यो चाहिँ बुझ्नु पर्यो। अब इक्जाम्पलको हेल्पले बुझौँ ल। हेर्नु त, एउटा इलेक्ट्रोलाइट छ, एउटा सोलिड AB भन्ने सोलिड छ, यसलाई के गर्यौँ, वाटरमा राख्यौँ। वाटरमा राख्ने बित्तिकै त यो डिसोसिएट हुँदैन नि, सोलिडबाट के हुन्छ, एक्वसतिर जान खोज्छ कि, एक्वसमा गयो, सुरुमा एक्वस बन्छ, त्यसपछि डिसोसिएट हुन थाल्छ के, A प्लस B माइनसमा यसले एक्वस सोल्युसनमा दियो। यो चाहिँ बुझ्नु पर्यो। हेर्नु त, सोलिडबाट एक्वस बन्नमा के को स्प्राङ्गली सोलुबल छ है, यो चाहिँ बुझ्नु। तर यो जुन सोलिडबाट एक्वस बन्छ नि, त्यो ट्रान्जिट हुन्छ क्या, त्यो हामी देखा पर्दैनौँ। त्यही भएर हामी के गर्छौँ, डाइरेक्ट एबीले के गर्छौँ, डिसोसिएट गर्छ, A प्लस र B माइनसमा हामी कन्सिडर गर्छौँ। र यसलाई हामी अब मासलाई एप्लाई गर्यो भने के दिन्छ, K इक्वल टु A प्लस B माइनस डिभाइड बाई एबीको कन्सन्ट्रेसन, त्यही त हो नि। र यसलाई के गरौँ, केलाई र एबीलाई यतापट्टि लगेर मल्टिप्लाई गरिदिउँ, बाँकी भनेको A प्लस B माइनसको कन्सन्ट्रेसन हो। यो जुन के र एबीको कन्सन्ट्रेसन छ नि, यो दुइटालाई मल्टिप्लाई गर्यो भने त्यो के दिन्छ, KSP दिन्छ। यो चाहिँ बुझ्नु पर्यो ल है। र KSP के हुन्छ, कन्स्ट्यान्ट हुन्छ। KSPलाई हामी भन्छ सोलुबिलिटी प्रोडक्ट। KSP डिपेन्ड्स अन टेम्परेचरमा मात्र डिपेन्ड गर्छ, यो चाहिँ बुझ्नु पर्यो है। र यो चाहिँ स्याचुरेटेड सोलुसनको कन्डिसन हो भनेर थाहा पाउनु पर्यो, यति बुझ्नु पर्यो है। ल अर्को हेरौँ त, सोलुबिलिटी। हामी सोलुबिलिटी प्रोडक्ट त बुझ्यौँ, सोलुबिलिटी भनेको के, एमाउन्ट अफ सोलिड प्रेजेन्ट इन 100 ग्राम सोलुसन इन अ सेचुरेटेड स्टेट एट अ गिभेन टेम्परेचर। 100 ग्राम सोलुसनमा गिभेन टेम्परेचरमा सेचुरेटेड कन्डिसनमा कति एमाउन्ट अफ सोलिड प्रेजेन्ट छ, त्यसलाई नै हामी के भन्छौँ, सोलुबिलिटी भन्छौँ। त्यो सिम्पल सोलुबिलिटी भनेको के हो भने है, मोल्स पर लिटर, यति बुझ्नु पर्यो है। यसमा हामी कन्सिडर गर्छौँ। ल अब यो कन्सिडर गर्छौँ र यो डिफ्रेन्ट कन्डिसनहरू आउँछ, रिलेसन बिट्विन KSP र सोलुबिलिटीको, सोलुबिलिटी प्रोडक्ट र सोलुबिलिटीको हामी रिलेसन बुझ्छौँ। यदि हाम्रो साल्ट टाइप 1:1 एबीमा छ भने, हेर्नु त 1:1 भनेको A र B है, बुझ्नु पर्यो। AgCl, AgBr, PbSO4 र BaSO4 छ, यो चाहिँ हाम्रो के भयो, 1:1 भयो होइन र हो। AB छ भने यसलाई डिसोसिएट गर्यो भने के हुन्छ, A प्लस र B माइनस दिन्छ एक्वस स्टेटमा। मानौँ यसको सोलुबिलिटी है, कन्सन्ट्रेसन के छ, मोल, S मोल पर लिटर छ, यसको डिसोसिएट भइसकेपछि S मोल पर लिटर, S मोल पर लिटर। अब यसलाई हामी KSP लेख्यौँ, KSPलाई के भन्छ, कन्सन्ट्रेसन दुइटाको प्रोडक्ट होइन र हो। A को कन्सन्ट्रेसन, B को कन्सन्ट्रेसन, यसको कति छ, S छ, अर्को पनि S छ भनेपछि KSP के भयो, S स्क्वायर भयो। यदि साल्ट 1:1 AB टाइपको छ भने यसको KSP के हुन्छ, S स्क्वायर हुन्छ। यो चाहिँ बुझ्नु पर्यो। यदि साल्ट हाम्रो 1:2 और 2:1 को टाइपको छ भने त्यति बेला के गर्ने, त्यो भनेको AB2 और A2B होइन र, A हेर्नु त A1
B2 A 1:2 2:1 छ भने त्यस्तै बेला के गर्ने PbCl2 Ag2 CrO4 यो सबै के भयो 1:2 or 2:1 टाइपको भयो। यसमा पनि के गर्ने AB2 छ यसलाई डिसोसिएट गर्ने A प्लस र 2B माइनस आउँछ यस भयो यसको भनेपछि यसको कति हुन्छ 2s हुन्छ नि त हो यो चाहिँ बुझ्नु KSP मा अब के गर्ने यसको KSP लेखियो भने हेर्नु त KSP यसको लेख्यो भने A को कन्सन्ट्रेसन र B को कन्सन्ट्रेसन हुन्छ तर यसको पावरमा पनि के आउँछ 2 आउँछ के त्यो पावरमा जान्छ र यसको हेर्नु त यसको कन्सन्ट्रेसन कति छ यस छ है र अब यसको कन्सन्ट B को कति 2s छँदै छ कन्सन्ट्रेसन त पावरमा कति आयो 2 पनि आउँछ भनेपछि यति कति भयो 4s² र यो s³ भयो नि त हो यो चाहिँ बुझ्नु पर्यो है सिम्पल छ ल 1:3 छ भने के गर्ने 1:3 छ भने जस्तै AB3 लाई सर्टकटमा सम्झिनु के जस्तै AB3 छ भने यसको KSP लेख्नु पर्यो भने सिम्पल के गर्ने A को कति छ 1 मा छ नि त यस लेखिहाल्ने र यो 3 यस छँदैछ र यसको पावरमा 3 पनि दिनु पर्यो के यति भयो भनेपछि कति आयो 27 s4 यो बुझ्नु पर्यो है यदि जति टाइपको छ त्यति पावरमा पनि जान्छ त्यो चाहिँ थाहा राख्नु पर्यो यो चाहिँ इम्पोर्टेन्ट छ पछि न्युमेरिकल गर्दा काम लाग्छ यो ध्यान दिनु होला ल सिमिलरली हेर्नु त यदि A2 B3 टाइप छ भने के गर्ने यसको KSP निकाल्नु छ भने हामीले के भन्यौं यसले 2s को स्क्वायर अनि 3s को क्यूब हो यति नै गर्नु पर्यो त्यसलाई 108 s5 आउँछ यो चाहिँ बुझ्नु पर्यो सर्टकट है ल यो चाहिँ इम्पोर्टेन्ट डिफरेन्ट कन्डिसन छ त्यो चाहिँ थाहा राख्नु पर्यो न्युमेरिकल गर्दा धेरै नै चाहिने कुराहरु ल अब यो कुराहरुको के पनि बुझ्नु पर्यो भने यो कमन आयन इफेक्टले है के बुझ्नु पर्यो कमन आयन इफेक्टले सोलुबिलिटीमा कस्तो कस्तो प्रकारको रोल खेल्छ थाहा हुनु पर्यो जस्तै AB छ हाम्रो स्प्याङ्नी सोलुबल साल्ट छ यसलाई के डिसोसिएट गर्यो A+ मा दियो र B- मा दियो र एउटा के गर्दियौ हाइली सोलुबल साल्ट लियो AX जुन चाहिँ है A+ र X- मा दिन्छ अनि हेर्नु त यो जब हाइली सोलुबल साल्ट आयो कमन यसमा कमन के कुन आयो A+ र A+ हो नि त यो कमन आयन आइसकेपछि कन्सन्ट्रेसन अफ A+ के भयो इन्क्रिज भयो कन्सन्ट्रेसन A+ इन्क्रिज भइसकेपछि A+ कतापट्टि छ रिएक्टेन्ट तिर छ कि प्रोडक्टको कन्सन्ट्रेसन हाई भयो भने इक्विलिब्रियम कतातिर शिफ्ट हुन्छ ब्याकवर्ड शिफ्ट हुन्छ नि हो यसले त्यही इफेक्ट गर्छ कमन आयन इफेक्टले त्यो चाहिँ है ल अब यसको रिलेटेड एउटा न्युमेरिकल गरौँ त अर्को न्युमेरिकल गर्छौं नै हामी इम्पोर्टेन्ट पास क्वेशनहरु तर जस्ट कन्सेप्टको लागि हामी एउटा न्युमेरिकल गरिरहेछौं के भनेछ फाइन्ड द सोलुबिलिटी अफ BaSO4 जसको KSP कति दिएको छ 10 को पावर -4 इन वाटरमा कति हुन्छ र 0.2 m BaNO3 को होल टु सोलुसनमा के हुन्छ BaNO3 हामीले के भन्छ नाइट्रेट ग्रुप आयो भने कस्तो हुन्छ हाइली सोलुबल साल्ट हुन्छ नि हो त्यो चाहिँ बुझ्नु पर्यो है ल वाटरमा BaSO4 छ BaSO4 लाई के गर्यो डिसोसिएट गर्दियौ BaSO4 लाई डिसोसिएट गर्यो भने के हुन्छ Ba2+ र SO4 को माइनस माइनस हुन्छ यानी कि 2 माइनस हुन्छ अब सपोज गरौँ यसको यस छ भने यो पनि s है 1:1 मै छ अब BaSO4 को कन्सन्ट्रेसन राख्यो यस र यस भयो s² भयो अनि यसको यस निकाल्यो भने रुट अन्डरमा जान्छ नि त KSP हो यहाँबाट के आयो 10 को पावर -2 मोल्स पर लिटर सिम्पल यो चाहिँ बुझ्नु पर्यो सिमिलरली अब 0.2 m BaNO3 को होल टु सोलुसनमा के हुन्छ BaSO4 छ यसले डिसोसिएट गर्दियौ यो अगाडि कन्डिसन भयो र यसलाई के गर्दियौ S' सपोज गर्दियौ अब BaNO3 को होल टु मा है भयो भने के हुन्छ भन्नु त यो भनेको के भन्नु त हाइली सोलुबल छ भने यो जति छ त्यति नै डिसोसिएट हुन्छ नि त 0.2 m 0 है यो 2 थस र यहाँ आएर 0.4 हुन्छ 2 * 0.2 मिलेर अब कन्स्ट्यान्ट के हुन्छ हामीलाई यो थाहा छ KSP भनेको हामीले के भनेको थियौं यो KSP भनेको केमा डिपेन्ड हुन्छ टेम्परेचरमा मात्र डिपेन्ड हुन्छ है त्यो थाहा छ अब हेर्नु त यसको सोलुबिलिटी प्रोडक्ट लेख्यो भने BaSO2+ र Ba2+ र SO4 माइनस मा लेख्यो भने सोलुसन हुन्छ भने Ba को कति आयो यहाँबाट टोटल कन्सन्ट्रेसनमा S' + 0.2 हो नि त
हो एस ड्यास 0.2 र यो एस ड्यास नै हो यो चाहिँ लेख्नु पर्यो हामी लेख्छौँ के को यसको मात्र लेख्छौँ के तर यो सोलुसनमा कति कन्सन्ट्रेसन बिए को +2 कति छ त्यो सबै लेख्नु पर्यो त्यही लेखेका छौँ र हामी के सपोज गर्छौँ एस ड्यासलाई नियरली इक्वल्स टु मतलब नेग्लेक्टै गर्छौँ के नेग्लेक्ट गरेर सोलुसन गरौँ त्यहाँबाट सोलुसन गऱ्यो भने एस ड्यास कति आयो 5 × 10⁻⁻4 मोल्स पर लिटर यति चाहिँ जान्नु पर्यो सिम्पल छ बुझ्नुहुन्छ ल अब अर्को कुरा भनेको यो पनि इम्पोर्टेन्टै हो पिपिटी कसरी फर्म हुन्छ बुझ्नु पर्यो यदि हामीसँग स्प्राङ्ली सोलुबल साल्ट छ एस प्लस र बी माइनसमा डिसोसिएट भयो यसलाई के गर्यौँ केआइपी लेख्यौँ केआइपी लेख्नलाई ए को कन्सन्ट्रेसन र बी को कन्सन्ट्रेसन एट एनी कन्सन्ट्रेसनमा लेख्छौँ है त केएसपी हामी कन्स्ट्यान्ट गर्छौँ कि स्ट्यान्ड कन्सन्ट्रेसनमा लेख्छौँ मात्र त्यो चाहिँ यो दुईटामा फरक र यदि केआइपी लेस देन केएसपी छ भने मोर साल्ट क्यान बी डिजल्भ यो चाहिँ बुझ्नु पर्यो यदि केआइपी इक्वल टु केएसपी छ भने स्याचुरेटेड सोलुसन हो थाहा हुनु पर्यो र यदि केआइपी ग्रेटर देन केएसपी छ भने पिपिटी इज फर्म कन्डिसन चाहिँ बुझ्नु पर्यो है यो भिबिआई कन्डिसन हो यो चाहिँ जान्नु पर्यो है यो सोध्छ इक्जाममा यो तपाईँको न्युमेरिकल जब सोल्भ गर्छौ नि तपाईँलाई यसको कन्सेप्ट चाहिँ क्लियर हुन्छ त्यो न्युमेरिकल गर्छौँ नि यहाँबाट धेरै इक्जाममा सोध्छ त्यो चाहिँ बुझ्नु पर्यो है ल आजलाई यति नै गरौँ थ्याङ्क यू सो मच अर्को टपिक लिएर आउने नै छौँ र यसको न्युमेरिकल लिएर आउँछौँ अर्को टपिकमा हेर्नु होला र त्यही भएर च्यानललाई सब्सक्राइब सेयर गर्नु न्युमेरिकल आउने बित्तिकै तपाईँहरूलाई नोटिफिकेसन जान्छ र हजुरलाई कुनै टपिक चाहियो भने कमेन्ट गर्नु होला थ्याङ्क यू सो मच